तीनजनालाई 15 रुपियाँ छ ल। दाँत त मैले छन् त के गर्नु त अनि। अभी मजा आएगा ना भिड़ो। हेलो गाइस, कैसे हो आप लोग के स्वागत है दोस्तों। आज को भिडियो में मैं नयाँ कन्टेन्ट के भन्छ आउँदैन हिन्दी बोल्न नि खासै। हामी चाहिँ टक्क लाएर होइन घुम्न जानु लागेको छौँ। आज रुमबाट निस्किसक्यौँ। हेर्न ल यी सेटहरू यो सुस्तै मामा टक्क लाएर हामी चाहिँ कहाँ जाँदैछौँ भनिदिनु पर्यो भन्न। कहाँ श्रम पार्क जानु लागेको होइन। इटोरीबाट टक्क हिँडिसक्यौँ हामीसँग। कस्तो देखेको छु हेर्छौँ छु फेरि म त केटीहरू त्यस्तै छु त्यस्तै हो। आफ्नै भोइस त हो त नि हो के भ्लग देखिनुहोस् भ्लग देखाइदिनु त कति। तीनजनालाई 15 रुपियाँ छ ल। ठ्याक्कै 15 रुपियाँ। मामा लास्टै हेर्छौँ भन्नुभएको यार आम्मा हो त्यता हेरिदिनु त मामा एकचोटि। आमा फिला बनाउनुहुन्छ यो त छैन छैन के भन्छ छोटा भाइ छोटा भाइ हो। छोटा भाइ म लामा भाइ म लामा भाइ फेरि मेरो पनि भाइ हो तर मान्छे दाजु बन्नु खोज्छ। गाइस हामी चाहिँ अहिले गाडीमा चढिसकेको छौँ होइन। धरानको जङ्गलमा जाँदैछौँ। धरानको जङ्गलमा अहिले ट्याक्कै 0.5 हामी चाहिँ लगभग धरान अवतरण गरी श्रम पार्क जाँदैछौँ। हर्क साम्बाङको श्रम पार्क होइन श्रम। यो अटोवाला दाइले चाहिँ हामीलाई फकाउँदा गरेर लिएर जानु हुँदैछ। तर हामी फक्यौँ र मात्रै नवाजी लानु हुनु न त फेरि मुर्गै फेला पारेर। होइन हामी हिँड्दै जाने भनेको थियौँ अनि तपाईँले म्याप हेर्दैछ म्याप कहाँ छ भन्ने कुरो। पानी आउँदैछ अलिअलि ल। हामी चाहिँ ठ्याक्कै लाएर कहाँ आइपुग्यौँ अरे ओसो पार्क हर्क साम्पाङ श्रम पार्क पनि भन्छ। वाउ यता हेर केटो मामा ल है ल बाबा छ यार सर्प जस्तो देखियो। दाँत त मैले छन् त के गर्नु त अनि। ल आम्मा के अरे यो बुढोको नाम दारी बुढा खोइ के हो यो भाइरल प्लेस भन्छन् भन्न चाहिँ के हो कुरोमा खोइ हामी त यहाँभित्र पस्न नि पाइएन के हो। अब यता उँभो चाहिँ बगाल ठाउँ जस्तो छ ल। गाइज अनि गाइस त नि कस्तो गाइज भनेको अनुहार त काटिनु अनुहार। यो बुढोको नाम के अरे सुनै लाएको बुढो बिपी कोइरालाजी हाम्रो धरान हेर्नुहोस् गाइस पस्नु है म देखाउँछु। धरान श्रम पार्क आरा काट्दैछन् दुईजना बाजेहरू। आरा काट्दैछन् बाजेहरू। गोर्खेको कुरे लाउरे कम मामा खतरा आइरहेको हेर यतापट्टि तपाईँ जात उतापट्टि ठ्याक्कै गाउँतिरको वन पाहाडतिरको जस्तो छ। यहाँ यस्तो बवाल छ र चाहिँ त्यही पनि ठिक छ घुम्नु पर्यो नि। तर यार आमा यहाँ बवाल रहेछ यार हेर्नुहोस् खतरा छ। गौतम बुद्ध
हामी चाहिँ ठ्याक्कै होटलमा आएर ठ्याक्कै लाएर खाजा खान लागेको छौँ धरानमा धराने कालो बुङ्गुरा त खाइन्छ मा केही फरक पर्दैन धराने कालो बुङ्गुरा त खाइन्छ डिउ खानुहुँदैछ मामा यता अर्को सन्थे यता सुस्तै ठ्याक्कै लाएर हामी चाहिँ आज धराने कालो बुङ्गुरा मेरो भान्जा मेरो पुन्तु यता आउट हामी आज धराने कालो बुङ्गुर खानै आएका छौँ सेतो बुङ्गुरै खाइन्छ जस्तो छ शाबाश बेटा बहुत बढिया